दर्शकबिन अब भने भुन्टीले काम गर्छु भनेर काम खोज्न लागिसकेकी छन्। दर्शकबिन बाटोमा एउटा मान्छेसँग कामको कुरा गर्दै थिइन्। भुन्टी त्यतिकैमा भूपेन्द्रले देखिहाल्छन्। दर्शकबिन यता अब सुकुमाया पनि काठमाडौँ आउने तर्खरमा छन्। दर्शकबिन त्यहाँ फिल्म सुटिङ हुँदै थियो। त्यहाँबाट टोकलेले भने आफ्नो बुढीलाई नै हिरोइन बनाएपछि मेरो बुढीको सपना पनि पुरा हुन्छ सोचेर सुकुमायालाई लिएर गएका हुन् र दर्शकबिन सुकुमायाले अब फिल्म खेल्ने भएकी छन्। त्यो दर्शकबिन उनले भने काठमाडौँको एड्रेस पनि दिइसकेका छन् सुकुमायालाई। दर्शकबिन अब सुकुमाया पनि काठमाडौँ आइसकेपछि भुन्टीसँग पक्कै पनि भेट्ने छिन्। दर्शकबिन यता भने भुन्टीको आमालाई निकै नै गाह्रो भइरहेको छ। पैसा नभएसम्म भने उपचार सुरु नहुने कुरा बताएपछि डाक्टरहरूले दर्शकबिन भुन्टीका दाइ भने पैसाको खोजीमा छन्। यता भने भुन्टीका दाइ टोकलेले यता आफ्नो ससुरालाई फोन गर्छन् तर ससुराले भने पैसा नदिने विचार गराउँछन्। दर्शकबिन त्यही कुरा भने यता भुन्टीले भनेर भन्छन् र दर्शकबिन भुन्टीले अब म आफै केही काम गर्छु र पैसा कमाउँछु भनेर हिँड्दै थिइन्। दर्शकबिन बाटोमा कुरा गर्दै थिइन् कामको बारेमा एउटा मान्छेसँग। त्यतिकैमा भने दर्शकबिन भूपेन्द्रले देख्छन् र दर्शकबिन भूपेन्द्रले सोध्छन् र के को कुरा हो यस्तो भनेर। दर्शकबिन भुन्टीले सबै कुराहरू बताउँछन्। दर्शकबिन भुन्टीले भने सबै कुराहरू थाहा पनि पाइसकिन् आफूलाई फसाउन कसको हात छ भन्ने। दर्शकबिन भूपेन्द्रका दुश्मन भने त्यहाँ कुरा गरिरहेका थिए। भूपेन्द्रलाई तल गिराउन अब कसैले सक्दैन, ऊ आफै पतन भएर झर्नेछ भनेर भन्छन्। त्यही कुरा यता भुन्टीले देखिसकेकी थिइन्। दर्शकबिन भुन्टीले अब त्यो मान्छेलाई भने भूपेन्द्रको अगाडि अर्थात् भूपेन्द्रको परिवारको अगाडि लगेर सबै कुरा छरपष्ट पारिदिन्छन्।